अब यसपछि म युवराज राजी प्रिन्सिपल साहबलाई तयार हुन अनुरोध गर्छु। यसै क्रममा हामीले अब डोनर्सबाट हामीलाई समितिमा सामेल गर्नलाई डोनर्सका नामहरू चाहिएको छ। पिकअप 10 डोनर्स, 10 टप डोनर्स। मसँग डोनर्सको लिस्ट छ। 10 जना उत्कृष्ट डोनर्सहरू हामी अब छान्नेछौँ र तपाईँहरूलाई सोध्नेछौँ कि तपाईँहरू बस्नुहुन्छ अथवा बस्नुहुन्न। हामीलाई कार्यालय हप्तामा छौँ। म उहाँहरूको नाम चल्छ। यसमा एउटा कुरा मलाई भन्नुहोस्, हामीसँग दुईवटा अप्सन छ यहाँनिर, तपाईँहरूसँग राख्न चाहन्छु। एउटा जसले बोल्नु भएको छ, अर्को जसले दिइसक्नु भएको छ। कसलाई हामीले मानौँ, दिइसकेको या बोल्नु भएको? यो कुरा अलिकति यहाँनिर जोड्नु भयो कि हामीले किन भोलि उहाँले दिन्छु भन्नु भएको छ, मेरो दिनुभयो मतलब किन नदिने कार्यक्रम राखेको भन्नु होला अथवा के गर्नु यसलाई कन्फ्युजन यहाँ किसिमको छ है। पछाडिका मित्रहरू एकपल्ट ध्यान दिनु पर्यो। एउटा महत्त्वपूर्ण कुरा आयो, यहाँमा डिसिजन गर्नु पर्यो। हामी चन्दादाताहरूबाट लिन चाहन्छौँ, चन्दादाताबाट या समितिमा लिन चाहन्छौँ। तर एउटा के समस्या भयो भने हामी बोलेको मान्छेबाट लिने कि अथवा दिइसकेको टप 10 बाट लिने भन्ने कुरा आयो। तपाईँहरू के भन्नुहुन्छ, त्यही अनुसार हामी अगाडि जान्छौँ। ल, हामी बोलेको मान्छेबाट जाने भनेर भन्छौँ। कतिजना हात उठाउनुहुन्छ? कबुल गरेकोलाई मान्ने वा दिइसकेकोलाई मान्ने? कबुल गरेकोलाई मान्ने साथीहरू समर्थन गर्नुहुन्छ भने हात उठाइदिनु होला। कबुल गर्नेलाई कति पैसा दिन्छु भनेर कबुल गर्नु भएको छ, त्यसलाई डोनेसनको रूपमा लिने वा दिइसकेको रकमलाई डोनेसनको रूपमा लिने? यसमा हात नउठाएको हुँदा अब दिइसकेको मान्छेबाट उठाउने चन्दादाताबाट राख्ने भन्ने कुरा आयो। तपाईँहरू के भन्नुहुन्छ? हात उठाउनुहोस् तपाईँहरू यदि मन्जुर हुनुहुन्छ भने। दिइसकेको चन्दादाता मान्ने हो, हात उठाइदिनु होला जसले दिइसकेका छन्। ल दिइसकेकोबाट आयो। ओके, दिइसकेको नाम भन्न चाहन्छु। अब यो कसले कति दिन्छु भन्ने कुरा यहाँनिर रहेन, उहाँले पछि गर्नुहुनेछ, त्यही अनुसारले हामी गर्नेछौँ। दिइसकेको नम्बर 1 मा सबभन्दा हाइएस्ट चन्दादाता हुनुहुन्छ 7500 उत्तम कार्की एन्ड मिसेस लक्ष्मी कार्की। उत्तमजीलाई उत्तम कार्कीजी उहाँबाट यो समितिमा उत्तमजी हुनुहुन्छ। के कहाँ हुनुहुन्छ? उत्तमजी पछाडि हुनुहुन्छ। उत्तमजी र भाउजू समेत अगाडि आइदिनु होला। उत्तमजीले समितिमा परिसक्नुभयो। अब एकछिनपछि हामीले घोषणा गर्ने क्रम छँदैछ। अब रह्यो दोस्रोमा हुनुहुन्छ 5101 दिएर दिइसक्ने हाम्रा चन्दादाता हुनुहुन्छ उदिम गुरुङ दाजु। उहाँ यो समितिमा बस्नको लागि इच्छुक हुनुहुन्छ भन्ने हामीलाई लाग्छ। धन्यवाद दाजु, तपाईँ पनि। हाम्रो समितिको सङ्ख्या बढ्दैछ। अब त्यसपछिबाट तेस्रो चन्दादाता हुनुहुन्छ 4133 दिएर अहिलेसम्म दिनुभएको। भर्खर 1000 पनि दिनुभएको छ। 1001 भनेपछि $5134 $5134 दिएर उच्च चन्दादाता पर्नुभएको छ ईश्वर सिटोला। अर्को $3001 दिएर उच्च चन्दादातामा हुनुहुन्छ प्रेम लामा। समितिमा आउनु भएको छ। अब यो समितिको सङ्ख्या बढ्दैछ हाम्रो। अनि यसपछि $2001 दिएर उच्च चन्दादातामा पर्नुभएको छ चन्द्रकान्त धिकालजी। चन्द्रकान्त धिकालजी। हामी अब एउटा
प्रश्न फेरि यहाँहरूसँग राख्छौँ, यहाँ एउटा यहाँहरूको सहमति माग्छौँ। हामीले भनेका छौँ टप 10 जना राख्नुपर्छ भनेका छौँ। यहाँहरूलाई यसमा पक्का पनि विपत्ति छैन होला? छैन। त्यसो भए यहाँ हुनुहुन्छ 2000 डलर दिएर टप 10 मा पर्नुभएका धनप्रसाद दबाडेज्यू, उहाँ यहाँ हुनुहुन्न, हामी उहाँलाई राख्नुपर्छ। त्यस्तै यहाँ 1600 डलर दिएर अहिलेसम्मको यहाँ 7औं नम्बरमा हुनुहुन्छ दिल्ली सिटीबाट यान राय, मिस्टर यान राय, उहाँ पनि यो समितिमा पर्नुहुन्छ। अब त्यसपछि अर्को नम्बरमा टप 10 भित्र त म आफै पनि पर्दो रहेछु। अनि अर्को जना हुनुहुन्छ 9 नम्बरमा हुनुहुन्छ 1514 डलर दिइसक्ने भित्र हुनुहुन्छ नेहरू राजगिरी, उहाँ पनि यहाँ सान फ्रान्सिस्को हुनुहुन्छ। उहाँसँग पनि हामी उहाँलाई पनि भित्र निमन्त्रणा गर्छौँ। र 10औं नम्बरमा 1500 डलर दिएर उच्च चन्दादातामा पर्नुभएको छ पार्वती लामा, उहाँ पनि 10 यसरी हाम्रो चन्दादाताको तर्फबाट 10 जना पुरा भयो। अब हामी अर्को चरणमा जान्छौँ। धन्यवाद। अहिलेको लागि यहाँको